everyone, welcome back to my YouTube channel. अनि यहाँ चाहिँ मेरो आलाम यहाँ चाहिँ हाम्रो आनामले भर्खर मल लिएर आउनु भएको छ। अब हाम्रो आनाम चाहिँ यहाँ फुल रोप्नु हुँदैछ किनकि हाम्रोमा अर्किडको सुट्स निक्लेको छ अरे। हाम्रो आनामले रोप्नु भएको हो, हिजोस्ति रोप्नु भएको होइन। अनि हाम्रो आनामले चाहिँ पुरा फुल स्याहार्नु हुन्छ नि त, अनि अर्किड रोप्नु भएको छ होइन। अनि यसको लागि चाहिँ आज चाहिँ आनामले चाहिँ मलहरू हालिदिनु भएको रहेछ सबै होइन। अब चाहिँ दामी दामी फुल छ भनेर चाहिँ यस्तो दामी दामी यस्तो मजाले मल हाल्नु भएको छ कि। अनि मल यहाँ ल्याउनु भएको छ आनामले। अब यो चाहिँ अर्को कोठामा पनि छ अब हाम्रो अर्किडहरू चाहिँ यस्तो दामी दामी भइसकेको रहेछ। अनि यसलाई चाहिँ अब आनामले अब मल हाल्नुको लागि ल्याउनु भएको छ। यो प्लान्टको नाम के होला? पम्किन पनि छ हाम्रोमा। अनि यता पनि छ हाम्रोमा होइन, अर्को खिड्कीको ठाउँमा हाम्रो आनामले अर्किड किन्नु भएको। यस्तो सुट पुरा लागेको छ कि यस्तो यो चाहिँ फुल हो, फुल्नुको लागि मिसेको थियो। त्यस्तो थुप्रो छ, यहाँ पनि छ। यहाँ यता यो साइडबाट पुरा आइरहेको लु देखाइदिनुहोस् त। 1 2 3 4 चारवटा। अन्त यिनीहरूमा चाहिँ अलिअलि यस्तो दामी आएको छ। यिनीहरूलाई चाहिँ अलिअलि म चाहिँ म्यान्युर लगायो भने चाहिँ अझै राम्रो फुल्छ नि त, हेल्दी यिनीहरूलाई चाहिरहेको छ त्यो भएर हो। अनि अब यिनीहरूलाई म चाहिँ म्यान्युर लगाउँछ। हाम्रो म्यान्युर चाहिँ यस्तो छ होइन, यस्तो दामी हाम्रो आनामले खोज्दै लिएर आउनु भएको थियो। खै कुन चाहिँ म त हेलोविन जस्तो लाग्यो नि, पम्किनहरू देख्दा त। तपाईँ देखाइदिनु भन्नु न, किन देखाएछ होइन? देखाउनु त देखेँ कि सुट चाहिँ देखेन होला नि। हेर्नुहोस् यहाँ पनि सुट लागेको छ। ओ सेट किरा पो रहेछ त। के गरेको टाउकोहरू सबै यसमा पनि सुट लागेको छ। हेर्नुहोस् यस्तो हुन्छ सुट लागेको चाहिँ हो। अब यिनीहरूलाई मल लगाइदिनुपर्छ कि यो फुलको सुट लागेको यिनीहरूमा चाहिँ छैन रहेछ। योहरू फुल्दैन होला योपालि। हेलो फ्रेन्ड्स होइन। अनि मलाई चाहिँ खाना खाँदै ढिलो भइगयो नि त। अनि आनाम चाहिँ अघि आउनुभयो हो यता, त्यहाँदेखि आइकन चाहिँ फुलहरू हेर्नुभयो। त्यहाँदेखि चाहिँ अब चाहिँ गएर हेरौँ ल। तर त्यहाँ धेरै उयोहरू छ होला, मल पनि हालिसक्नु भयो होला सबै उयसमा होइन। त्यो जति नै उयो थियो नि, जुन चाहिँ बर्डिङ्स आउँदै थियो नि, बर्ड्सहरू आउँदै थियो नि त्यो अर्किडमा, सबैमा मल हाल्नुभयो नि त आनामले। सो सबै मल हालिसक्नु भयो होला। अनि म चाहिँ अब गएर तपाईँहरूलाई देखाउनु मात्रै सक्छु अझै मैले सघाइनँ। मैले सबै आनामले गर्नुभएको हो नि त। म चाहिँ अब भित्र जाँदैछु होइन। अनि यहाँ हाम्रो आनामले चाहिँ सबै यहाँ जुन चाहिँ अब इन्डोर प्लान्ट्सहरू छ नि त हाम्रोमा, सबैमा म्यान्युर हालिदिनु भएको छ। अनि यहाँ यसमा पनि हालिदिनु भएको छ, अनि यसमा पनि हालिदिनु भएको रहेछ होइन। अनि यहाँ पनि छ। तर यो फुलहरूको चाहिँ अब प्लान्ट्सहरूको नाम के हो त्यो चाहिँ मलाई याद भएन। अनि म चाहिँ सिर्फ यहाँ यसरी यिनीहरूलाई क्याप्चर गर्नु मात्रै आएको हो नि त। क्याप्चर भनेको चोर्नु चाहिँ होइन कि, तर म यिनीहरूको भिडियो गर्नु मात्रै आएको नि त होइन। अनि भर्खर आनामले म्यान्युर हालिसक्नु भएछ यिनीहरू सबै फुलहरूमा। अनि हाम्रोमा चाहिँ यता अर्किडमा पनि आनामले हालिसक्नु भएछ होइन। सो लेट्स जस्ट गो। हाम्रो यो अर्किडको सबैको सुट्सहरू निक्लिँदै रहेछ नि त। सानो उयो छ देख्नुभयो होला, त्यो सुट्सहरू निक्लेकोले गर्दाखेरि चाहिँ अब नयाँ म्यान्युर हालिदिएपछि चाहिँ यिनीहरू मजाले आउँछ नि त। यिनीहरूलाई नरिसमेन्ट चाहिएको बेला चाहिँ मजाले हालिदिनुपर्छ नि त। यिनीहरू सुट्स आउँदैछ नि त होइन। अनि त्यसले गर्दाखेरि चाहिँ आनामले हालिदिनु भएको छ। सो अनि हाम्रोमा यो प्लान्ट पनि छ। यो चाहिँ अघि बिहानै मैले तपाईँलाई भिडियोमा देखाएको थिएँ हो के रहेछ नाम भनेर। अनि मलाई चाहिँ अझैसम्म पनि याद भएको छैन यसको नाम हो। सो अनि यता पनि छ हो, यता पनि
यी सबै अर्किडहरूमा मेन्युर हालिदिनु भएको छ। अनि कुन चाहिँ प्लान्ट पो हो अनि कुन चाहिँमा सुट्स हुने चाहिँ यो हो? यसमा 5वटा सुट्स छ भन्नुहुँदै थियो। अब म चाहिँ चिन्नु सक्दिनँ हो, किनकि म चाहिँ त्यस्तो याद छैन नि त मलाई चाहिँ। मेन्युरले पुरिदिनु भएको रहेछ हाम्रो अनमले होइन, ताकि यो चाहिँ मजाले फुलोस् भनेर। अब यसको फुल्ने टाइम हुँदैछ नि त, सुट्सहरू आएको छ फुल्नुको लागि। सो यी सबै मेन्युर हालेर हाम्रो अनमले एक्लै गर्नुभएको यो सबै होइन। अनि हामी चाहिँ कोही बेला मात्रै हेल्प गर्छ, बेसी चाहिँ हेल्प गर्दैन। अनि यी हाम्रो यो अर्किडको यसो छेउमा चाहिँ आप्पाले राखिदिनु भएको होला हौ पम्पकिनहरू। त्यो बारीमा जति उयो फलेको थियो नि त्यो चाहिँ बेसी भएर यता राख्नु भएको रहेछ। अनि यो चाहिँ अब हेलोविनको लागि अब यिनीहरूलाई चाहिँ दुलो बनाएर हाल्नुपर्छ होला होइन। अनि तपाईँहरूको घरतिर चाहिँ पम्पकिनहरूको हालत चाहिँ कस्तो हुन्छ भने चाहिँ मलाई पनि भनिदिनुहोस् होला होइन। हाम्रोमा चाहिँ अलिक बेसी भएर चाहिँ यति राखिदिनु भएको रहेछ आप्पाले यसरी होइन। अनि तपाईँहरूको घरतिर पनि पम्पकिनहरूको हालत चाहिँ यस्तै पो हुन्छ कि बा है। अनि यहाँ पनि रहेछ हो, यहाँ चाहिँ अब अझै सफा गर्नुपर्ने रहेछ। यहाँ चाहिँ हालिसकेको छैन नि त मजाले। अनि प्लिज साथीहरू मलाई चाहिँ माइन्ड नगरिदिनुहोस् होला, मलाई चाहिँ मार्गी लागेर पुरा साह्रो परिरहेको जाने हो। मेरो हालत पुरा खराब छ। सो यी मेन्युर चाहिँ अनम आफै बोकी ल्याउनु भएको तलदेखि होइन। अनि सबै अर्किड स्याहार्नु भएको छ हाम्रो अनमले, कस्तो मजाले स्याहार्नुहुन्छ। अनि हामी चाहिँ भिडियो मात्रै बनाउनु सक्छ। लु म चाहिँ मार्गी लागेर बिजोक भयो। यो मार्गीकै सिजनले गर्दा होला हौ, साह्रो परिसक्यो मलाई चाहिँ। हेलो गाइस, यो चाहिँ हाम्रो अनमले यहाँ पनि मेन्युर हालिदिनु भएको रहेछ हो। यिनीहरू चाहिँ एन्थोरियम हो। एन्थोरियम चाहिँ यसको नाम चाहिँ एन्थोरियम हो। अनि यो पनि कस्तो महँगो, पुरा महँगोमा हुन्छ या नम मिन्स यो चाहिँ नि तपाईँले बजारमा किन्नु गयो भने चाहिँ धेरै महँगो हुन्छ पर पिस। एउटा बोटकै धेरै महँगो हुन्छ, स्टेमको महँगो हुँदो रहेछ होइन। अनि यसको फुल चाहिँ यस्तो हुन्छ, यो चाहिँ फुलेकै छैन रहेछ, फुल्नु आँटेको छ हो। कति रुपियाँ जस्तो गर्छ हानम बजारतिर यसलाई अगर हामीले किन्नु पऱ्यो पनि? फ्लावर्सलाई पर पिस। अनि एउटा डल्लै बोट किन्नु पऱ्यो भने चाहिँ डल्लै बोट किन्छ भने त महँगो पर्छ, 200हरू पर्छ नि यसको चाहिँ है। हाम्रो अनमले यो सबै किनेर आफै किनेर रोप्नु भएको हो यो सबै हेर्नु त। हाम्रो अनमले यति बेसी स्याहार्नुहुन्छ कि यी हाम्रोमा टर्किएर चाहिँ उयो तल उयो छ, 2टा मात्रै छ हाम्रोमा टर्की हो। अनि उनीहरू दुईजना चाहिँ पानी परेर चाहिँ त्यहाँ एकछिन हिँड्दैछ। अनि यिनीहरूको काम यिनीहरू कराउँदै पनि छ। अनि हाम्रो प्लान्ट्सहरू चाहिँ यस्तो छ घरमा। अनि हाम्रो यहाँ अब रुमभित्र छ होइन। त्यहाँदेखि यो के भन्नु स्नेक प्लान्ट है, यो चाहिँ स्नेक प्लान्ट हो होइन। अनि यो पनि हाम्रो अनमले नै रोप्नु भएको अनि स्याहार्नु भएको होइन। अनि फ्लावर पटमा हालेर चाहिँ यो यत्रो लामो भएको छ, अम्बो यत्रो लामो भएको छ होइन। अनि यो चाहिँ हाम्रो नेक्स्ट प्लान्ट हो, इन्डोर प्लान्ट हो, जुन चाहिँ हाम्रो अनमले रोप्नु भएको। यसको नाम चाहिँ यो पनि मनी प्लान्टकै क्याटेगोरीमा आउँछ, मलाई त्यति भएर याद छ। अनि एउटा ब्रोकन हार्ट पत्ता नि त्यस्तै रहेछ नि, ब्रोकन जस्तै धुलै रहेछ। एउटा हातलाई कसले चाहिँ धुलो पार्यो होला है, हेर्नु त। यो पनि सबै यो त हाइब्रिड हो होइन, नामै ब्रोकन हार्ट रहेछ होइन। अनि पत्ताहरू पनि त्यस्तै रहेछ नि त, ब्रोकन हार्ट जस्तै धुलो परेछ हो। यो फुलहरूको पनि बिजोक छ। तर हाम्रो अनमले यस्तो मजाले स्याहार्नु भएको छ। यत्रो यो चाहिँ नि डल्लै यसरी लहरा चाहिँ यसरी राउन्ड अप गर्दाखेरि चाहिँ सानो हुँदैछ, तर धेरै लामो छ यो हो। अनि त्यहाँ आउँदै रहेछ, यहाँ जाँदैछ उकालो। अनि यो पनि इन्डोरमै आउँछ हो। अनि यसको नाम चाहिँ याद छैन, यो पनि मनी प्लान्टकै क्याटेगोरीमा आउँछ। अब मलाई चाहिँ यस्तो देख्दो बित्तिकै मनी प्लान्टको क्याटेगोरी आउँछ भनेर हुन्छ त्यहाँ, तर मलाई उयो चाहिँ याद छैन हो। तर यसको यो चाहिँ मनी प्लान्ट भन्दा चाहिँ अलिकति एक्स्ट्रा रहेछ बिकज अफ इट्स कलर। यो चाहिँ एक्स्ट्रा मनी प्लान्ट भनिदिउँ है, तपाईँहरूलाई नाम याद छ भने चाहिँ कमेन्ट गरिदिनुहोस् है। हामी चाहिँ अब टेरेसमा आइरहेको छौँ नि त होइन। अनि अनमले यहाँ टेरेसमा पनि रोप्नु भएको छ भन्नुहुँदै थियो नि त, मिन्स मेन्युर हालिदिनु भएको छ भन्नुहुँदै थियो नि त। अनि यहाँ रहेछ होइन अर्किडहरू सबै
सबैमा मेन्यु हालेर चाहिँ हाम्रो अनमले चाहिँ मजाले बनाइदिनु भएको रहेछ। सो मेरो भिडियोको लागि यति नै। मैले चाहिँ आज सिर्फ तपाईँहरूलाई अर्किड जेलस गराउनुको लागि मात्रै भिडियो बनाएको थिएँ। सुट्स आउँदै रहेछ 2टा। सो यो चाहिँ तपाईँहरूलाई जेलस गराउनुको लागि थियो नि हो। म अर्किड्सको मात्रै भिडियो बनाएको नि आज चाहिँ मैले तपाईँहरूको लागि स्पेसल। सो बाई बाई, सी यू इन आवर नेक्स्ट भिडियो लस।